2006 सालमा स्थापना भएर चाहिँ यो स्कुल बनेको थियो। अहिले विशेष गरी यो स्कुलमा चाहिँ एउटा टोयलेट र पहिलाकै संरचना रहेको छ। यो स्कुलको संरचनाहरू चाहिँ नयाँ संरचनाको रूपमा बन्न सकिरहेको छैन। यो चाहिँ गोलन्जर गाउँपालिका 1 बिटटार भन्ने ठाउँको स्कुल हो। हाल चाहिँ यो ठाउँमा चाहिँ एउटा सरस्वती मन्दिर पनि स्थापना गरिएको छ 2-4 वर्ष अगाडि। यो सरस्वती मन्दिर, सरस्वतीको मूर्ति देख्न सक्नुहुन्छ तपाईहरुले। सरस्वतीको मन्दिरले गर्दा स्कुलको सुन्दरताहरू बढिरहेको छ। अनि यो स्कुलको वरिपरि राउन्डको संरचना भनेको चाहिँ माटो ढुङ्गाले बनेको छ। फलामको ट्रस लगाइएको छ। यो पहिले बनेको स्कुल भए पनि हालसम्म मर्मतहरू हुन सकिरहेको छैन। यो स्कुलको ढोकाहरू फलामे ढोकाहरू लगाइएको छ। विशेष गरी फलामे ढोकाहरू चाहिँ तालचा साँचोहरू चाबीहरू लगाएर चाहिँ स्कुलको भित्री संरचना गरिएको छ। लिपोत गरी भित्री संरचनाहरू सञ्चालन गरिराखिएको छ।